I'm back in the league. So खाना साना पनि यहाँ मजाले खाजा हुन्छ. So I'm back in the league. Lal Killa after nearly after 1 year. And so this चाहिँ मेरो दिल्लीमा 4th टाइम हो. सो यहाँ घुम्न चाहिँ अलि रमाइलो हुन्छ. घुम्नको साथसाथै सपिङ गर्न मजा आउँछ यहाँ. सो लेट्स घुमघाम गरौँ. सो ट्राभलिङ अलोन भनेको फोटो खिच्ने मान्छे कोही हुँदैन. आफै फोटो खिच्ने हो, आफै भिडियो बनाउने हो अनि आफै इन्जोय गर्ने है. सो दिस इज लाल किला अफ इन्डिया. लाल किला भन्छ त पनि आग्रामा पनि छ, बट दिस इज अफ दिल्ली. म अस्ति आग्रा जाँदाखेरि आग्राको चाहिँ योभन्दा बेटर रहेछ. सो इफ यो लाल किला एक्चुअली घुम्नु छ भने दिल्लीको भन्दा पनि आग्राको चाहिँ लाल किला इज भेरी गुड. त्यहाँबाट ताजमहल पनि देखिन्छ. अनि यो चाहिँ ठ्याक्कै के भन्छ, यो लाल किलाको अगाडिको यो छ. यो यसमा पहिला पानी सानी हुन्थ्यो अरे. अनि यसमा एकदम पानीमा बस्नेहरू एकदम क्रोकोडाइलहरू हुने गर्थ्यो भन्ने सुनिन्छ. अनि यसमा चाहिँ कोही पनि शत्रुहरू आउँदाखेरि यहाँ चाहिँ पानीको लेयर अनि त्यसपछि भित्र चाहिँ त्यो क्रोकोडाइलहरूले गर्दा एकदम सेफ्टी पर्पजको लागि चाहिँ गएका दुईजना साथीहरू छन्. त्यो पोखराकै साथी रहेछन्. अनि उनीहरूले फोटोसोटो खिच्थ्यो. अनि यसो देहरादुनतिर पढ्ने के साथीहरू रहेछन्. यसो इन्ट्रोडक्सन भयो. अनि यहाँ यस्तो मजा आइरहेछ घुम्न. म दिल्लीको चाँदनी चौक भन्ने ठाउँमा घुमिरहेको छु. दिस प्लेस इज सो एक्साइटिङ. विरमभाट छ यहाँ. यो भन्नु चाँदनी चौक होइन, चाँदनी चौक अपोजिट साइडमा यो गुरुद्वारा छ. सो यहाँ आएर कसैले दर्शन गर्न मन दर्शन गर्न सक्नुहुन्छ. अनि यहाँ लङ्गर पनि लाग्छ. दिनभरि लङ्गर आइरहन्छ. अन्त खानासानाको पनि केही टेन्सन हुँदैन. मजाले दर्शन गरेर यसो खानासाना पनि यहाँ मजाले खाँदा हुन्छ. दिल्ली आउँदाखेरि जहिले यो ठाउँमा आउँछु. यहाँ एकदम मजा आउँछ भित्र यसो भिजिट गर्दाखेरि. यसलाई दिस इज दिल्ली लोकल मार्केट. ठ्याक्कै यो अगाडि चाहिँ हाम्रो लाल किला रहेछ. लाल किला यो चाँदनी चौक अनि ठ्याक्कै चाँदनी चौक यो बजार अनि त्यसपछि गुरुद्वारा यही. यो रहेको छ चाँदनी चौकको बजार. यहाँ चाँदनी चौकको अगाडिको एउटा मार्केट छ. त्यसलाई चोर बजार पनि भन्ने गरिन्छ. दिस इज द मेन मार्केट अफ चाँदनी चौक. I have to go to the yellow line. Following the yellow finger footprint for Delhi metro station. It's Delhi metro. बाहिर आइयो. फाइनली आफ्नो गन्तव्यमा पुगेछ है साथीहरू. Look at it. Hey, sunset. Look at this food, bro. पिजीमा यस्तो खाना हुन्छ भाइ. यस्तो त हाम्रो होस्टेलमा कहिले हुन्छ कहिले हुन्छ है. पिजीको खाना पिजीको भाइ. इज सो ड्याम गुड यार. हेर्दाखेरि पनि यस्तो माई गड. लेट्स ह्याभ सम फुड यार. एकदम भोक लाग्यो. भात नखाएको लगभग 2 दिन भइसक्यो. 48 घन्टा भइसक्यो भात नखाएको. र भात पनि मेरो इनर्जी लगभग -0 मा हुन्छ. सो लेट्स ह्याभ सम फुड.
This wow. And this food is so good. कसैले भन्न सक्दैन एउटा होस्टेलको किनकि पिजीको फुड हो. And it's so damn good, yeah, damn good. Oh my god, it's so. So this is going to be my room for 2 days, and this is our study table. It's a study table by the sun, and this is the exact room. And सँगसँगै यहाँ washroom पनि रहेको छ. So this is the washroom and toilet attached. जति दिनसम्म बस्छु त्यति दिनसम्मको लागि यो चाहिँ मेरो अब. And this is obviously me. म आज फ्रेस भइसक्यो भर्खरै. एन्ड अब यसो इभिनिङ वाकमा चाहिँ अब निस्किन्छ होला सायद. यो मेरो साथीको एउटा पिजी हो अनि यो अहिले यस्तो इम्पिटी थियो अनि यहाँ चाहिँ म 1-2-4 दिन जति दिन चाहिँ बस्छु बस त्यति दिनसम्मको लागि स्टे चाहिँ अब यहीँ गर्छु. थ्याङ्क यू माई डियर फ्रेन्ड फर म्यानेजिङ दिस फर मी. लागि चाहिँ एकदमै फ्री अफ कस्ट नै हो बिकज साथी छ मेरो. एन्ड तर हो त्यही हो कि दिल्ली सेली आउँदाखेरि इफ कसैको तपाईँहरूको कोही साथी छ भने उनीहरूलाई भनेर उनीहरू हो बस्ने पिजीहरूमा बस्दाखेरि तपाईँहरूले सजिलो पर्छ, सस्तो पनि पर्छ. 200-300 जतिमा तपाईँहरूको साथीहरू छ भने या साथी छैन भने पनि यहाँ पिजीहरू खोज्नुभयो भने पिजी जस्तै कि कस्तो हुन्छ भने चाहिँ स्टुडेन्टहरूलाई राख्नको लागि पिजीहरू हुन्छ जुन बाहिरबाट आएर बसिरहन्छन्. अनि त्यही होस्टल खाली हुने समयमा बाहिरबाट कोही हामी जस्तै स्टुडेन्टहरू आयौँ भने त्यो पिजीहरू चाहिँ एकदम सस्तो रेटमा 200-300 जति भनौँ 200-300 रेटमा चाहिँ पिजीहरू दिने गर्छन् यस्तो स्टुडेन्टहरू नभएको बेला खाली हुने बेलामा. अनि खानासानाको त्यसो आफै पे गर्नुपर्ने हुन्छ. सो यसो आउँदाखेरि यस्तो पिजी भिडियो तपाईँहरूलाई एकदम कस्ट फ्रेन्डली हुनसक्छ.